साथीहरु नमस्कार। तपाईलाई स्वागत छ हाम्रो अर्को भिडियोमा। साथीहरु आजको भिडियो कुन हो तपाई टाइटल र थम्बनेलले थाहा पाइसक्नु भयो। साथीहरु जाडो आउने बित्तिकै धेरैको पढ्ने जोश फ्रिज हुन्छ। बिहान सिरबाट निस्कन गाह्रो, दिउँसो घाम ताप्दै पढ्छु भन्दा निदाइने अनि बेलुका चिसोले गर्दा किताब समाउने मन नलाग्ने। यो विन्टर स्लिप मोडबाट कसरी बाहिर निस्कने? आज हामी 5 वटा यस्ता दमदार टिप्स दिँदैछौँ जसले तपाईलाई जाडोमा पनि पढाइमा अब्बल बन्न मद्दत गर्नेछ। अब ढिलो नगरी आजको भिडियोको पहिलो टिप्स हेरौँ है त। लेट्स स्टार्ट। फर्स्ट पोइन्ट रहेको छ तातो ठाउँ तातो दिमाग। पहिलो कुरा, आफूलाई पढ्न बस्ने ठाउँ तातो बनाउनुहोस्। चिसोमा बसेर कसैको दिमाग चल्दैन। हिटर छ भने हिटर, छैन भने तातो लुगा लगाएर वा एउटा उनको बाक्लो कम्बल ओढेर पढ्नुहोस्। एउटा सानो टिप्स, एउटा पढ्ने कुना तोक्नुहोस् जहाँ केवल पढाइको मात्र माहौल होस्। बेडमा पढेर प्राय निदाइन्छ। सोचौँ त एकछिन, लड्नुपर्ने ठाउँमा पढ्न थाल्यो भने निन्दा त लागिहाल्छ नि, होइन र? कि कसो हो? त्यसै गरी नेक्स्ट पोइन्ट रहेको छ चिया कफी पावर। तातो पेय पदार्थको प्रयोग गर्नुहोस्। 1 कप तातो चिया, कफी वा हर्बल टीको तपाईँको साथी बन्न सक्छ। यसले शरीरलाई न्यानो राख्छ र दिमागलाई पनि एक्टिभ बनाउँछ। तर होसियार, 1 कपको ठाउँमा 10 कप पिएर रातभरि फ्रेस भए भन्दै पढ्न थाल्नुभयो भने भोलिपल्ट बिहान जोम्बी मतलब एलियन जस्तै देखिनु होला। त्यसैले सन्तुलनमा रहेर पिउनुहोस्। त्यसै गरी तेस्रो टिप्स रहेको छ जाडोको घाम पढाइको काम। दिनमा घाम लागेको बेला पढ्नुहोस्। जाडोमा घामको किरणले भिटामिन डी मात्र दिँदैन, यसले मुडलाई पनि राम्रो बनाउँछ। आफ्नो पढ्ने समय तालिका यसरी मिलाउनुहोस् कि घाम लागेको बेला तपाईँको सबैभन्दा गाह्रो विषय पढ्ने समय होस्। त्यो न्यानोपनले दिमागलाई पनि चार्ज गर्छ। तर घाम ताप्दै पढ्छु भन्दै कहिलेकाहीँ त घाम डुबेको पनि थाहा नपाइने निन्दा लठ्याउन सक्छ नि फेरि। त्यसैले सक्रिय रहेर पढ्ने गर्नुहोस्। त्यसै गरी नेक्स्ट पोइन्ट रहेको छ साना साना लक्ष्य ठुलो सफलता। ठुलो च्याप्टरलाई सासाना भागमा विभाजन गर्नुहोस्। जाडोमा लामो समयसम्म एउटै ठाउँमा बसेर पढ्न गाह्रो हुन्छ। त्यसैले म आज यो च्याप्टरको 20 पेज पढ्छु भन्नुको साटो म आज यो च्याप्टरको एउटा टपिक्स मात्र पढ्छु भन्नुहोस्। जब तपाईँले त्यो सानो लक्ष्य पुरा गर्नुहुन्छ, दिमागलाई अरे वाह मैले त गरेँ भन्ने सन्देश जान्छ र अर्को टपिक पढ्न लागि थप मोटिभेसन मिल्छ। ठुलो पहाड चढ्नु अघि सासाना ढुङ्गामा चढेको कल्पना गर्नुहोस्। यसरी पढ्दा तपाईँलाई एकदमै सहज पनि हुने गर्दछ। त्यसै गरी आजको अन्तिम तर महत्त्वपूर्ण टिप्स रहेको छ ब्रेक पनि जरुरी छ। पढाइको बिचमा छोटो ब्रेक लिनुहोस्। 25-30 मिनट पढेपछि 5 मिनटको ब्रेक लिनुहोस्। तर यो ब्रेकमा मोबाइल चलाउनुको सट्टा हल्का स्ट्रेच गर्नुहोस्, झ्यालबाट बाहिर हेर्नुहोस् वा अलि हिँड्नुहोस्। यसले दिमागलाई रिफ्रेस गर्छ र अझ बढी एकाग्रताका साथ पढ्न मद्दत गर्छ। लगातार पढ्छु भन्दा दिमाग जाम हुन्छ अनि केही पनि बुझिँदैन। सोचौँ त, गाडीलाई पनि पेट्रोल भरेपछि नै चल्छ। लगातार चलायो भने त बिग्रिन्छ नि, होइन र? त्यसैले हल्का आफूलाई पनि ब्रेक दिनुहोस् अनि आएर फेरि रिफ्रेसका साथ, थप जोसका साथ अझ फेरि अध्ययन गर्नुहोस्। तपाईहरूले देख्नुभयो जाडोमा पनि पढाइलाई निरन्तरता दिन र अब्बल बन्न त्यति गाह्रो छैन। यी टिप्सहरूलाई आफ्नो जीवनमा लागू गर्नुहोस् र हेर्नुहोस् कसरी तपाईँको पढाइले उडान लिन्छ। याद राख्नुहोस्, म निदाउँछु भनेर सिरकभित्रै लुकेर बस्यो भने हाम्रो लक्ष्य पनि सिरकभित्रै हराएर जान्छ। त्यसैले उठ्नुहोस्, जाडोलाई चुनौती दिनुहोस् र आफ्नो पढाइलाई हट बनाउनुहोस्। साथीहरू आजको यो भिडियो कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै कमेन्ट बक्समा अवश्य बताउनु होला र मन परेमा लाइक, सेयर र यो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। र यी मध्ये कुन पोइन्ट तपाईँलाई एकदम उपयुक्त लाग्यो र कुन पोइन्टलाई तपाईँ फर्स्ट प्रायोरिटी दिन चाहनुहुन्छ त्यो पनि टक्क कमेन्ट बक्समा कमेन्ट गर्नु होला। अब हामी भेटौँला अर्को भिडियोमा। तबसम्मको लागि टेक केयर, बाई बाई, सी यू सुन।